हेलो गुड मर्निङ वेलकम टु माई मिनी ब्लग। चाहिँ कफी राखेँ कपमा थोरै। चाहिँ अलिकति भाँडा माझ्नु पर्ने थियो, भाँडा माझ्दैछु। म चाहिँ भाँडा मस्काउँदैछु, मजाले। अब मजाले पखाल्छु। उता मेरो चिया पनि रेडी भइसक्यो। चिया हाल्छु कपमा, चिया हाल्छु। फेरि यो कप चाहिँ म्याजिक कप हो है, मेरो फोटो आइरहेछ। पहिला चाहिँ ब्ल्याक थियो। म चिया खान्छु। अस्तितिर कस्तो जाडो थियो क्या, अनि ठुलो ज्याकेट निकालेको थिएँ। अनि चाहिँ राखेँ, लुगाहरू पट्याउँछु। म चाहिँ लुगा पट्याउँदैछु। धोएर राखेको थियो, यत्तिकै भइरहेको थियो पट्याउनु। अझै जागो लाग्यो अनि पट्याएँ होइन, पट्याउँदैछु। अनि घर बस्दा लाउने चाहिँ एकपट्टि राखेँ, दराजमा राख्ने चाहिँ एकपट्टि राखेँ पट्याएर। खतरा फुल भएको छ। अब यो चाहिँ अरू दिन मिलाउँछु भनेर यत्तिकै खोजखाज बनाएँ होइन। अनि हिजोको खाना थियो, त्यो चाहिँ तताउन लाएँ। घरमा एक्लै थिएँ, अब यही तताएर खाएर जान्छु भनेर म चाहिँ अबिसिने जान्छु। पछाडि म्यामसँग कुरा गर्दै गएँ, हाँस्दै कुरा गर्दै गइरहेछु म चाहिँ यसरी। यता चाहिँ अलि जाम हुन्थ्यो। अब म यताबाट भित्रको बाटो हिँड्छु कि म चाहिँ धेरै जस्तो, किनकि जाम पनि पर्दैन। आएर मेरो अभिसाई पुग्न लाग्यो। चाहिँ अब एउटा बाइक तिर्छ है, मलाई यस्तो रिस उठिरहेको थियो होइन। फेरि रिस कन्ट्रोल गरेर गएँ ट्याक्क अभिसाउन लाग्यो।